ओइ भक्ति म पनि बिहा गरौँ भनेको के छ एक्सपिरियन्सहरु यसो हामीलाई बताउन यस्तोको बिहाको एक्सपिरियन्स चाहिँ मलाई सोध्न कस्तो हुन्छ दामी हुन्छ नि अरे बिहाको एक्सपिरियन्स अब टक्कै तँ बाहिर काम गरेर आइस गलेर थकानमा आइस भित्र दैलेमा पस्ने बित्तिकै तातो चिया हो बिमार आमार भइस भने तातो पानी लिइहाल्छ दबाईहरू टाइममा फेरि हो फेरि थाकेर आइहालिस अरे एकदम जिउ कुरुक दुखिरहेको छ अरे अब आमा टाक्र मुटुक दुखिरहेको छ अरे खुट्टा हात खुट्टा जम्मै थिचिदिन्छ के अब हुन्छ नि खुट्टाहरू सबै धोइदिन्छ कसो पर्यो भने अब तेरो बुढी संस्कारी भयो नि त खुट्टाको पानी पनि खानु खोज्छ त्यतिको बिहाको चाहिँ डरलाग्दो एक्सपिरियन्स हुन्छ बिहा मजा आउँछ बिहा गर्नु चाहिँ हो जे बनाइदिन्छ अब जे खान्छु भन्दा पनि भयो अब त बन्दाकोपी खान्छु भन्दा पनि भयो अब टमाटरको अचार खान्छु भन्दा पनि भयो मिठो बनाउँछ फेरि बुढीको हातको बुढीले नि कस्तो मिठो बनाउँछ आइसक्रिम ओरियो लुगा त झन् छुनै दिँदैन लुगा त झन् छुनै दिँदैन अलिकति छिसिक्कै मैला भयो भने पनि आप्पी खोलिदिन्छ ओ मान्दैन कचा गर्दा धोइदिन्छ हो अझै मोचा त म धुन्छु हो मोचा धुँदै गर्दा चाहिँ बुढीले देख्छ सिधै नि खोज्छ नि हौ म भएको के काम अरे हो म आप्पी मोचा धोइदिन्छु तपाईँलाई किन दुःख भन्छ अझै खाएको थाल त झन् छुनै पो दिँदैन जहाँ खायो ती उसले सारिदिनु पर्ने उसले नै सबै धोइदिने म त अब त्यो चम्ची त यसरी छुनु पनि दिँदैन नि जगाएर पर्छ नि अब सबै टाइम टेपर त्यही भएर चाहिँ कति फिट्छ मान्छे सिक्स प्याकमा प्याक आर्म्समा आर्म्स यो चाहिँ टाइम्स मिलेको नि टाइम्स टेबल्स भन्छ नि त्यसो भए त बिहा त गरिहाल्नु पर्ने रहेछ त है मजा पाउने रहेछ त बिहा चाहिँ गर्नुपर्छ नि सानो मजा आउँछ बिहा गरेपछि फाइदामा फाइदा प्रफिटमा प्रफिट अलिकति बिजनेस माइन्डले पनि सोच्ने गर्नुपर्छ मान्छेहरूले बिहामा निकै फाइदा छ दहेजको त झन् तैँले हिसाबै राखेको छैन सल्लाह बुढीलाई खुसी राख्नु चाहिँ सक्नु के हो भर्खा हाल्यो तातो कुखा कस्तो तातो कुखाको जारे माथि भाउजूले भनेको रोटी बेल रे रोटी ताईसँग बसिरहेछ है भाँडाहरू कसले मोल्छ भने तिमी मै मोल्नु पर्यो नि अब भाँडा मोल्दैन मोल्छु नि म अरे ड्युटी नि भयो अरे नभए चाहिँ ठटाउँछ अरे स्टिल झुट ल्याइदिन्छ पनि गर्दैन स्टिल झुट दोकानबाट ल्याइदिन्छु भाउजूले कल गरे ठिक्कै म बात मार्छु नि यतिकै लिएर म बात गर्छु हजुर बुढी हजुर आइहाल्छु हजुर स्टिल झुट ल्याइदिनु भयो होला नि हुन्छ भाडा राखिदिनुहोस् ल पानी माफी बनाउँछु हुन्छ अरू भन्दा पनि त्यो भाउजू ड्युटी जान्छ अरे रोटी चाहिँ पकाइदिइहाल्यो अरे हुन्छ जा अरे अघि त तैँले अनि खाएको भाँडा छाड्नै पर्दैन लुगामा अलिकति छिटिक लाग्नु मैला लाग्नै दिँदैन साँच्ची भन्दा त्यो नानीको लुगाहरू धोइदिएर है गएर के भएको कराएको छ भाउजूले मलाई कराउँदैछ यहाँ बुझ्नेलाई छिरी खण्डा नबुझ्नेलाई खोर पाएको बेला तैँले त मलाई भक्कु आवडे ज्योतिष त आवडे ज्योतिष सामान ढाँटेछस् त मलाई त खासमा चाहिँ नि त्यसकै उल्टा हुन्छ भनेको खासमा स्कुलमा पढेन त्यो भन्छ नि विपरीत शब्द भन्छ नि विपरीत शब्द ब्याकग्राउन्डमा पढेनस् च्यान उल्टा हुन्छ उसको लुगामा अलिकति दाग देख्नु हुँदैन धोइदिइहाल्नु पर्छ नत्र बुढालाई धुन्छ उसले खाएको पाएकोहरू लुङ्गी पो लगाएर है महिना धोइदिनु पर्छ कट्टुमाथि लुङ्गी के पास उठ्नु पर्छ त्यसकै उल्टा हुन्छ नानी जन्मे हो अब लुगा धोइदिनु अरे म बुढो कन्ने नि ठिक लाग्यो हो मलाई त यसको यो हालत देख्दा त हेर घटेर कस्तो भइसक्यो यहाँ बिहा गरेर धेरै वर्ष बाद गाउँको धेरै नै चेन्ज भइसकेछ
फुट त बक्दैन त ल बिर्जुको छोरा होइन त्यही त बिर्जु छोरा साथी बिर्जुको छोरा नि त्यही त बिर्जुको छोरा होइन भनेको अन्त अन्त हामी बारदेश बोलाउनु भएको अनि बुढो भइसक्यो त्यही भएको त्यो त अन्त तँ चाहिँ हिजो चाहिँ कलकलाउँछौ बाक्छस् तँ पनि अन्त किन यहाँ सुतेको घरमा गएर सुत्नु सक्दैनस् कहाँ बाहिर सुतिरहेको बस बस तँले बिहा गरिस् के को बिहा गर्छु हिजो भर्खरको विदेशबाट फेरि भिजा लागिरहेको छ अब 4-5 दिन बाद गइहाल्छु फेरि बिहा गरेको छैन नगर पनि मै किन बिहा चाहिँ नगर्ने किन बिहा नगर्नु ठ्याप्पै नगर्ने तैँले बिहा गरिस् मैले बिहा गरेर कहिले बधाई छ तँलाई त्यसो भए अहिले झापट जाँदा बधाई चुत्या किन यहाँ बिहा गरेर त जिन्दगी के भयो खराब भइरहेको छ न भात छ न के छ भोकै छु 1 हप्ता दिन यहाँ सयपत्री चबाउँदै बस्दैछु अन्त कहाँ यहाँ बाहिर सुतेको त बसेको घर छैन तेरो अनि छ नि त्यो अकुपाई गरेपछि त के गर्नु त्यो मोमबत्तीनीले को मोमबत्ती नि त्यो मोमबत्तीनीले अकुपाई गरे मेरो घर अरे यार बिहा गरेर होइन मैले बिहा गरेर अन्त मलाई रात दिन चुट्छ न भात दिन्छ न के गर्छ घरबाट खेदाइरहेको छु यही चौतारामा बसेको 1 महिना भइसक्यो बुढीले अन्त किन खेदेको तँलाई चाहिँ सोध्न गएर तँ कसरी सोध्नु अब कोन त मैले त सोधेको छु न अब त अहिलेदेखि पानी पनि छैन केराको रस पुस्तै बस्नु पर्दैन केरा फेरि हतपत फल्दैन पर खोल्सा जानु पर्दैछ खोलामा खोल्सा नाम मात्रै खोल्सा पानी पनि पलाउँदैन गङ्गाटा खानु पनि कसरी खानु आगो फुक्ने लाटेर पनि छैन बिजोक भइसस् त है त्यसो भए त्यहाँ घन्टाको बिजोक महाबिजोक साह्रै बिजोक पो भइसस् त है अति बिजोक नि हो नानी भाउजू के खालको तेरो चाहिँ भाउजू अलिक सिकुटी खाएको छौ तर चुट्नु चाहिँ सिपालु छ नि फेरि भाउजू नि सास अर्कै जानिदिन्छ नि भाउजूले म सक्दिनँ कोथा छ बाक्ले यस्तो अनि अब साथी हेर तल जुत्ता 2017 को आन्दोलनमा त्यो पनि बाटोमा नालीमा भेटाएको कुन चाहिँ सिआरपी गएको नि साह्रै बिजोक भइगएछस् त अन्त साह्रै होइन नि अति बिजोक नि अति बिजोक नि अन्त घरमा अर्को जुत्ता छैन घरमा अर्को जुत्ता छैन यो जुत्ता लगाएको दिन अहिलेसम्म फुकालेको छु नि 17-18 8 वर्ष भयो यो जुत्ता लगाएको यो हापु नि हापु अहिले यसो गर कि चररा गर्छ त्यस्तो मक्केको छ अब भित्रको त ढुली पनि परिरहेको छ अब भन्नु पनि भएको छैन अब छैन पोला हौ कता अब रुनु पनि भएको छैन पार्ले चाहिँ बिस्कुट छैन भोक पुरा लागिरहेको छ साथी भोक लाग्यो तँलाई हिँड्न तल कहाँ अबै बाटो छेकिरहेको होला तेरो भाउजूले बाटोमा बसिरहेको छ होला अन्त घरमा होला नि काम गर्दै होला कहाँ अस्ति अम्बक भोक लागेर टिप्नु गएको बाटोमै बाटो छेकेर नि छ्यानु टुटे खाने माथि जाउँ न ल कहाँ भोक लागिरहेको छ भने क्यान्टिन जान्दिन हौ यतै कुहिन्छु बरु यही चौतारामा मर्दिन्छु आखिरी इच्छा त यही हो नानी अन्त भोक पनि लागेको छ भन्छस् लाग्छ नि यही अब सयपत्री चबाउँदै बस्दिन्छु छैन त त्यो पनि कोही बेला फुल्दैन सयपत्री म अहिले धन्न फुलेर पेट यसो भए पनि यसो स्टेबिलिस्टै भएको छ कि हग्नु पनि के हग्नु गुनै छैन खाएको भए पनि आउँछ मुत्नु पनि क्या मुत्नु तप तप 2 थोपा पनि चुहिन्छ होइन ल हो नि जा भाउजूले सोधिहाल्यो भने लास्ट मात्र छ अरे माथि चौतारामा भन्दिनँ जाउँ हिँड्न अन्त त साह्रो मन दुखेको छ साह्रो चोर छ तेरो भाउजूले म सम्झाइदिन्छु ल त्यसो भए भाउजूलाई तँलाई सम्झाउला नि किन मलाई चाहिँ किन सम्झाउँछौ म सम्झाइदिन्छु बस त्यसो भए भाउजूले किन आउँछु मलाई है ल त्यति टाइममा त म हर्छु होला हौ ए भाइ जिन्दगीमा चाहिँ नि बिहा चाहिँ नगर्नु ल सत्र भिखारी हुन्छ नि तूने साथ मेरे यारा तूने मेरा हाल क्या कर दिया गुंजन भी ना साथी
ओ साथी साथी ओ साथी ए साथीले हजुर के लुगाइदिनु भएको कहाँ लुकाउँछौ के लुकाउनु भयो तपाईँले कहाँ लुकाउँछौ के हो अन्त देखाउ त साथी त्यही होइन हौ देखाउन हे नानीलाई चिप्स लगिदिएको चिप्स लगिदिएको एकछिन देखाउन साथी नानीलाई चिप्स लगिदिएको भन्छ ए साथी चिप्स यही हो तल झरिस के हुन्छ अन्त साथी के भएको लुकाउँछौ त प्याम्पर्स बोक्दा बिहा गरेपछि बोक्नु पर्यो नि ल के हुन्छ खास चाहिँ अन्त तिमीले चाहिँ प्याम्पर्स देखाउँदा चाहिँ के नै हुनु जस्तो होइन नि अब प्याम्पर्समा चाहिँ किन देखाइ बस्नु भनेर नि अन्त बिहा गरेपछि त अब बोक्नु पर्यो नि प्याम्पर्स त बाउ भएपछि तर यो प्याम्पर्सले नि साह्रै सताउँदो रहेछ हौ साथी के सतायो 70,000 सताइसक्यो नि मलाई 70,000 सतायो अनि यो 30 रुपियाँ प्याम्पर्सले है 1 घन्टामा 3 तेल बुझ्छ भनेपछि यो त सकियो नि बिहा गर्छौँ त्यस्तै हुन्छ नानीले प्याम्पर्स के छ भाउजू कस्तो छ भाउजू राम्रै छ राम्री होइन राम्री छ नि कस्तो छ भनेको हाल खबर खोइ सोध्नु पर्ने छ सोध्नु भन्छु खुसी आइहाल्छ घुसिया बोल भन्छ प्याम्पर्स त अब किन्नु पर्यो नि बाउ भएर त किन्नु त पर्छ त किन्नु त पर्छ तैँले पनि किन्नु पर्छ नि एक दिन मैले मात्र कहाँ किन्नु पर्छ तैँले पनि नेपालमा दुधहरू किन्नु पर्छ नि मैले त गरेको छुइनँ नि त गर्छस् नि त एक दिन बुढो गर्ने त मोड्दिनुहोस् न तँ तेरो पनि पालो आउँछ अनि म यो खास चाहिँ मैले आमालाई लोकिदिँदै गरेको कि यता उतै दुख्दैछ भन्दै लोकिदिएको खास चाहिँ मालिस गर्ने यो चाहिँ स्प्रे हो हजुर यो चाहिँ हड्डीतिर लाउने सर्केको दुखेकोतिर लाउँदा हुन्छ हजुर यो तिमीलाई काम लाग्छ जस्तो छ हजुर भाउजूले निकै ठटाउँछ कि के हो अपाए त्यो लागेकोमा चाहिँ यो विशेष कारण पाङ्राको जोइन फुस्केको छ नि त लागेकोमा चाहिँ त्यो ल साथी थ्याङ्क यू अब के गर्नु बिहा गरिहाल्यो अब के गर्नु जिन्दगी हुँदाको जिन्दगी तातो पिनाल खाएको जान्ने मान्छे जान घर चुपचाप पैसा आयो भन्दा पनि बिहा गर्नु हुँदैन नि हो त्यसरी कन्ट्रोल कन्ट्रोल माइन्ड खराब गरिदिने क्या दिमाग भैजा पाला गरिदिने नि त प्याम्पर्सले दिमाग भैजा पाला गरिदिने पैसा कति गएको फेरि नानीलाई थाङ्ना लगाइदिनु भएको छैन नानीलाई झुम्रो लगाइदिनु भएको छैन नानीले लाउनेहरू मात्रै के चाहिँ बिहा कहिले चाहिँ सिगरेट त सक्यो नि अघि छैन भने कोटाउन नकटाउन अन्त आस पनि नदेखाएको न छो कि रड भनेर नि तेरो छन्डे त छैन नि मेरोमा त अघि यसले खाइदियो मैले कहिले खाइदिएको खान अन्त कति मागेर ओइ किन यस्तो अब म यहाँ चढ्दै निकै लुप्राले चढेको जस्तै भक्दै माथिबाट भक्दै छेउमा कृष्ण लुकेर आउँदैछ लुकेर ओ दाजु कस्तो छ विवाह जिन्दगी राम्रो चल्दैछ यसो हामीलाई पनि भने एक्सपिरियन्सहरू दाजु विवाहित जिन्दगी यसो बस्नु कहाँ भएको खेम गरिदिनु यताहरू फेरि भाग्छ दाजु तपाईँको मैले जाने बुझी जाँदेको नि नानी पेटी फुल्छ फुट्नलाई विवाहित जिन्दगी त स्कुटी निकाल चाबी भाइ स्कुटी त चाबी भाइ चाबी भाग्न बसी विवाह
बाइक छ नि त्यो बाइक किन्दै पनि त्यो बाइक किन्दै थियो नि